उन्नत खेती प्रविधिको समुचित प्रयोग गरी बढीभन्दा बढी उत्पादन भित्र्याउनु हामी सबैको उद्देश्य हो। चाहे जमिनको तयारीमा होस्, उन्नत बिउ बिरुवाको प्रयोगमा होस्, मलखा तथा रोग किरा नियन्त्रणको लागि विभिन्न विषादीको प्रयोगमा होस्, सन्तुलित र समुचित प्रयोगमा ध्यान दिनु जरुरी हुन्छ। खेती व्यवसायमा आउन सक्ने विभिन्न चुनौती र समस्यालाई समाधान गर्न सके मात्र राम्रो उत्पादनको अपेक्षा पूरा हुन सक्छ। यसैको प्रयास स्वरूप हामीले तपाईका समस्या अथवा जिज्ञासालाई विशेषज्ञ मार्फत समाधान गर्ने प्रयास गर्नेछौं हरेक मंगलबार ठीक यही समयमा। माछा पालन खास गरी हाम्रो देशका तराई भेगका कृषकको एउटा प्रमुख व्यवसायको रूपमा रहिआएको छ। हुन त पहाडी क्षेत्रमा पनि उपयुक्त जात तथा पानीको उपलब्ध स्रोतको आधारमा माछा पालन मौलाउँदै गएको पाइन्छ। तर पनि पानीको सहज उपलब्धता, व्यावसायिक दृष्टिले उपलब्ध माछाका विभिन्न जातहरूका कारण तराई क्षेत्र माछा पालनको लागि अति उपयुक्त रहेको छ। बजारको माग तथा यसबाट प्राप्त उचित मूल्यको आकर्षणका कारण पनि कृषकहरू माछा पालन व्यवसायप्रति आकर्षित हुँदै गएको पाइन्छ। यसै प्रसङ्गमा आज हामीले विज्ञ मार्फत एकजना माछा पालन गर्न इच्छुक कृषकको जिज्ञासालाई समाधान गर्ने प्रयत्न गरेका छौं। मैले माछा पाल्ने विचार गरेको, यसको लागि कस्तो ठाउँमा कत्रो पोखरी बनाउनु पर्ला, यसबारे बताइदिनुहुन्छ कि? रेखाजी, एकदम खुसी लाग्यो। महिला हुनुहुँदो रहेछ र माछा पालन गर्ने विचार गर्नुभएको। त्यहाँमाथि पनि चौधरी हुनुहुँदो रहेछ। मैले पनि सानोमा चौधरीहरूबाटै माछा खान सिकेको भएर पनि, र माछा पालनको लागि यत्रै आकारको पोखरी हुनुपर्छ भन्ने छैन। तर ठाउँको हिसाबले चाहिँ पानीको स्रोत भएको हुनु पर्यो। सकेसम्म पहिला नै गहिरो जस्तो ठाउँ, पानी जम्ने ठाउँ छ भने अझै उपयुक्त हुन्छ। र पानीको स्रोत राम्रो भएको ठाउँमा माटो हेर्नुपर्छ। त्यसपछि त्यो माटोले पानी होल्ड गरेर राख्न सक्छ कि सक्दैन, समात्छ कि समात्दैन, पानी चुइन्छ कि चुइँदैन, पानी चुइने किसिमको माटो हुनु हुँदैन। माटो चाहिँ चिम्टाइलो दोमट किसिमको माटो हुनुपर्छ, अनि मात्रै माछा पालन गर्न सकिन्छ। माछा पानी बिना माछाको कल्पना गर्न नसकिने भएको हुनाले पानी अडिने, पानीको स्रोत राम्रो भएको, पानी अडिने माटो भएको, र हामीले अब माछा भुरा लाने, दाना लाने, बजारमा माछा लानुपर्ने भएको हुनाले यातायातको पनि सुविधा भएको ठाउँ रोज्नुपर्छ, हुनुपर्छ। भयो भने राम्रो हुन्छ। त्यसै गरेर अब हामीले माछा उत्पादन गरिसकेपछि कहाँ लगेर बिक्री गर्छौँ, त्यसको पनि विचार गरेर माछा पालन गर्दाखेरि राम्रो हुन्छ। ठिक्कको माछा पोखरी हुनको लागि चाहिँ 6 कट्ठाको पोखरी ठिक्क भनिन्छ। तर अझै पनि प्राविधिक रूपमा भन्नुपर्दा लम्बाइ जत्रो भए पनि हुन्छ, तपाईँको जग्गा अनुसार। जति लामो बनाउँदाखेरि तपाईँलाई सजिलो हुन्छ, तर चौडाइ चाहिँ 30 मिटर भन्दा ठुलो भयो भने माछा झिक्नको लागि, झिक्दाखेरि जम्मै माछा नआउने, झिक्नलाई साह्रै ठुलो जाल चाहिने, धेरैजना मान्छे चाहिने भएको हुनाले चौडाइ चाहिँ 30 मिटर भन्दा ठुलो हुनु चाहिँ उपयुक्त हुँदैन भनेर भनिन्छ। तर आफ्नो जग्गा अनुसार खन्दाखेरि यति नै गहिराई हुनुपर्छ भन्ने भएन, तर मेन चाहिँ पानी कति राख्ने भन्ने हुन्छ। त्यसमा चाहिँ कम्तीमा पनि 2 मिटर पानी पोखरीमा भयो भने राम्रो हिसाबले माछा उत्पादन हुन्छ। अब 2 मिटर पानी राख्नको लागि अर्को आधा मिटर चाहिँ बढी डिल हुनुपर्छ। त्यसो भयो भने पानी बर्खाको बेलामा अलिकति पानी बढ्दाखेरि, हावा आएर पानी छचल्किँदाखेरि पनि डिल नभत्किने, माछा त्यहाँबाट भागेर नजाने हुन्छ। जहिले पनि पानीको मुहानपट्टि चाहिँ इनलेट हुन्छ, त्यसको पानीको प्रवेशद्वार। त्यो प्रवेशद्वारमा जाली राखेर अब हामीले कस्तो स्रोतको पानी ल्याउने हो, त्यसको लागि पानी चाहिँ शुद्ध हुनु पर्यो। र खोलाको पानी छ भने खोलाबाट
अनावश्यक किराहरू, लोकल माछाहरू, त्यस्तै अन्य सर्पहरू, अनेक किसिमका चिजहरू आउन पनि सक्छन्, पात पतिङ्गर आउन पनि सक्छन्। त्यसको लागि चाहिँ जाली हुनुपर्छ। त्यसै गरेर पोखरीको सबभन्दा तल्लो भागमा आउटलेट भन्छ त्यसलाई, पानीको निकासद्वार, जहिले चाहिँ त्यसले गर्दा चाहिँ हामीले बढी पानी भएको बेलामा पानी फाल्नुपर्ने हुन्छ। पानी कहिले कहिले दूषित भइहाल्यो भने पानी फाल्नुपर्ने हुन्छ। माछा झिक्दाखेरि पानी घटाउनु पर्ने हुन्छ। त्यस्तो बेलामा हामीले चाहेको जति पानी घटाउन सकियोस् भनेर चाहिँ सबभन्दा तल्लो भागमा चाहिँ पानीको निकासद्वार राख्नुपर्ने हुन्छ। त्यसमा पनि माछा जान्छ कि भनेर जाली राखेर तयार गर्नुपर्ने हुन्छ। मैले पहिलोपटक माछा पाल्दैछु, कति जति भुरा ल्याएर पाल्दाखेरि राम्रो होला यसबारे बताइदिनुहुन्छ कि? रेखाजी, तपाईँले माछा पालन गर्दाखेरि चाहिँ गट्ठाको 300 को दरले माछा भुरा हाल्ने। यसमा चाहिँ 30 गट्ठा, 1 हेक्टरमा 30 गट्ठा हुन्छ। 30 गट्ठामा 10,000 को दरले माछा भुरा राख्नुपर्छ। यसमा 7 जातको माछा सिफारिस गरेको छ। एउटै समयमा तपाईँले चाहिँ 7 जातको माछा एउटै पोखरीमा राखेर पाल्न सक्नुहुन्छ। यसो गर्दाखेरि चाहिँ बढी फाइदा हुन्छ। थोरै लगानीबाट धेरै आम्दानी लिनुपर्ने हामीले जहिले पनि त्यो हिसाबले सोच्नुपर्ने हुन्छ। यसरी सोच्दाखेरि चाहिँ हामीले माछाको जातको मात्रा मिलाउनुपर्छ। यसरी मिलाउँदाखेरि सिल्भर कार्प 35%, कमन कार्प 25%, अनि ग्रास कार्प 5% मात्रै। त्यो ग्रासले चाहिँ घाँस खान्छ। अनि अरू बिग हेड, रहु, नैनी, भाकुरा चाहिँ 10% का दरले राख्नुपर्ने हुन्छ। यसरी पाल्दाखेरि चाहिँ हामीलाई राम्रो हुन्छ, धेरै उत्पादन हुन्छ र उनीहरूले खाने कुरामा कम्पिटिसन गर्दैनन्। माछालाई दिने आहाराको बारे पनि थाहा छैन, यसबारे पनि केही बताइदिनुहोस् न। हो, एकदम महत्त्वपूर्ण प्रश्न गर्नुभयो। माछा पालन गर्ने भन्ने बित्तिकै पानी मिलाइसकेपछि खानेकुरा त दिन परिहाल्यो। हामीले त्यसलाई मल हाल्नुपर्ने हुन्छ। त्यो चाहिँ मल हालेर पोखरी हरियो बनाउनु पर्ने हुन्छ। त्यो हरियो भनेको लेउले गर्दा हो। त्यो लेउ खाएर माछा चाहिँ उत्पादन हुन्छ। त्यसै गरेर अरू रहु नैनीहरू हुन्छ, त्यसको लागि दाना दिनुपर्ने हुन्छ। दानामा चाहिँ ढुटो र पिना दिन्छौँ हामीले। अनि ढुटो र पिना दिँदाखेरि फेरि त्यसको पनि मात्रा छ। पिना धेरै महँगो छ भने पिना चाहिँ 30%, ढुटो चाहिँ 70%सम्म दिन सकिन्छ। त्यसरी मिलाएर त्यसलाई डल्लो पारेर पोखरीमा राख्नुपर्ने हुन्छ। अब यसरी दिँदाखेरि के गर्नुपर्छ भने जहिले पनि एउटै समयमा दिने, अनि एउटै ठाउँमा दिने। त्यो दाना दिने ठाउँमा त्यही समयमा आएर बस्छ। अनि त्यो बेलामा कहिले दिने कहिले नदिने गर्न नि हुँदैन, त्यो राम्रोसँग बढ्दैन। हप्ताको 6 दिन एउटै समयमा एउटै ठाउँमा दिनपर्छ। तर पोखरी ठुलो छ भने 3-4 ठाउँमा दिन सकिन्छ, तर ठाउँ फेर्न चाहिँ हुँदैन। अनि यसरी घाम लागेको बेलामा दिनुपर्छ। घाम लागेपछि मात्रै माछाले दाना खान्छ र माछा एकदम गर्मीमा राम्रोसँग बढ्छ। जाडोमा बढ्दैन, जाडोमा धेरै दाना पनि खाँदैन। त्यो ग्रास कार्प पनि भनियो नि, जुनले घाँस खान्छ, त्यसको लागि सबभन्दा पहिला चाहिँ घाँस काटेर दिनुपर्छ। त्यसले ढुटो र पिना खान पायो भने धेरै खाइदिन्छ। पहिला ऊ अगाएपछि मात्रै अरू माछालाई दाना दिनु होला। यो चाहिँ एकदम नबिर्सनु होला। पोखरीमा पानी फेर्नुपर्छ कि पर्दैन? यदि पर्छ भने कति समयमा फेर्नुपर्छ? एकदम, यो पनि राम्रो प्रश्न गर्नुभयो। तपाईँलाई पानी फाल्नको लागि धेरै खर्च लाग्दैन भने तपाईँले वर्षको एकचोटि पानी फालेर पोखरी 1 महिना जति सुकाएर त्यसलाई डिल मर्मत गरेर हैन, अनि चुना हालेर गर्यो भने त्यो चाहिँ राम्रो हुन्छ। त्यो उत्पादनको लागि फाइदाजनक छ। तर तपाईँको जग्गा चाहिँ पानी अन्त फाल्ने गहिरो चाहियो। पानी फाल्नको लागि आफ्नो पोखरी भन्दा गहिरो ठाउँ चाहियो। त्यस्तो उपयुक्त छैन भने
फाल्नै पर्छ भन्ने पनि छैन, 3-4 वर्षमा फेरे पनि हुन्छ। माछा पालनमा आइपर्ने समस्याहरू के छन् र यसबाट बच्नको लागि के गर्नुपर्छ? रेखाजी, अब समस्या यही पर्छ भन्ने त अब अहिले भन्न पनि सकिँदैन, तर मुख्य रूपमा देखिने समस्याहरूको मात्रै यहाँ कुरा गरौँ। के हो भने माछा ठुलो साइजको भयो, बिक्री गर्नलाई समयमा सकिएन भने त्यस्तो बेलामा अक्सिजनको कमी पनि हुनसक्छ। त्यो चाहिँ एकदम विचार गर्नुपर्छ। अक्सिजनको कमी भयो भने माछा पानीको त्यो प्रवेशद्वारतिर आएर हावा लिनको लागि प्याक गर्न सक्छ। त्यस्तो बेलामा चाहिँ अर्को पानी हामीले हाल्नुपर्ने हुन्छ। पानी धेरै दिएर अक्सिजनको कमीलाई हटाउनु पर्ने हुन्छ। त्यस्तो बेलामा बच्चाहरूलाई पोखरीमा हाँस छ भने हाँस पोखरीमा, डुङ्गा छ भने डुङ्गा पोखरीमा, जसरी हो पानी चलाएर हावाको अक्सिजन त्यसमा हाल्नुपर्ने हुन्छ। त्यो चाहिँ विचार गर्नु पर्दछ। अनि अरू त्यस्तो खासै भन्ने छैन। रोग किराहरूको समस्या हुनसक्छ, त्यसमा डराउनु पर्ने के पनि छैन। रोग भन्दाखेरि चाहिँ जाडो बेलामा एउटा युएस भन्ने लाग्न सक्छ, त्यो पनि एकदमै जम्मै ठाउँमा लाग्छ भन्ने पनि छैन। त्यो चाहिँ लागिसकेपछि चाहिँ अलि धेरै नोक्सान गर्न सक्छ। त्यसको लागि चाहिँ सावधानी गर्नलाई वर्षको एकचोटि चाहिँ तपाईँले पोखरी सुकाएर 15 केजी प्रति कट्ठाको दरले चुना हाल्नुभयो भने त्यस्तो समस्या नै आउँदैन। यदि समस्या त्यस्तो आइहाल्यो भने त्यो ढाडतिर कुहिने जस्तो, त्यो अल्सर जस्तो भएको जस्तो हुन्छ माछामा, युएस लागिहाल्यो भने, त्यस्तो रोग लागिहाल्यो भने चाहिँ 15 केजी प्रति कट्ठाको दरले चुना हाल्नुपर्छ। अनि अब त्यस्तै भइहालेन भने होइन, त्यस्तो समस्या परिहाल्यो भने सम्बन्धित प्राविधिक हुन्छन्, मत्स्य विकास केन्द्र अथवा जिल्ला कृषि विकास कार्यालय, त्यहाँ गएर सोधेर के गर्ने त, यस्तो हुन आँट्यो कि क्या हो भनेर उहाँहरूलाई देखाएर गर्नुभयो भने खासै त्यस्तो समस्या छैन माछामा चाहिँ अरूमा जस्तो। माछा पालनमा अपनाउनु पर्ने व्यवस्थापनका मुख्य कुराहरू के छन् यसबारे बताइदिनु होला। खासमा सबभन्दा पहिला त हामीले माछा भुरा जहाँ पायो त्यहीँको ल्याउनु हुँदैन। अहिले अब हन्डीमा पनि माछा भुरा ल्याएर यस्तो भुरा दिने होइन चलन पनि छ। हामीले कस्तो माछा भुरा राख्ने होइन, राम्रो किसिमको फार्म केन्द्रबाट राम्रो माउबाट निकालेको गुणस्तरीय माछा भुरा ल्याएर राम्रोसँग व्यवस्थापन गरेर पानीको मात्रा कहिले अक्सिजन कमी हुने होइन, कहिले नहुने त्यस्तो बनायो भने माछालाई पनि असर पर्छ। हामीलाई एकदम जाडोमा लगेर राख्ने, कहिले गर्मीमा लगेर राख्ने, कहिले अक्सिजन नभएको ठाउँमा राख्ने, त्यस्तो कष्ट दिए जस्तो हुन्छ। त्यही भएर दाना समयमा खुवाउने, पानीको शुद्ध पानी हाल्ने होइन, अनि अब पोखरी वर्षको एकचोटि सुकाउने, अनि दाना ठिक्क समयमा दिने, प्रोटिनियस दानाहरू दिने, पोखरी हरियो राख्ने, अक्सिजनको डेफिसियन्सी हुन नदियो भने यो विचार गरियो भने खासै समस्या आउँदैन। यी आदि कुराहरूमा ध्यान दिनुभयो भने तपाईँ एकदम सफल हुन सक्नुहुन्छ। माछा पालन कृषकले जानिराख्नुपर्ने मुख्य कुराहरू के छन् यसबारे पनि बताइदिनु होला। वास्तवमा जान्नै पर्ने कुरा भनेर गर्न खोजिसकेपछि त जसले पनि अब त्यो सम्बन्धी ज्ञान त लिइहाल्छ। सबभन्दा पहिला तपाईँले प्राविधिकसँग जानकारी लिने, आफ्नो जग्गा देखाउने, उपयुक्त छ कि छैन। अरू खेती गर्नुभन्दा माछा पालन गर्दाखेरि थोरै मान्छेले पनि गर्न सकिन्छ। अर्को एकजना सहयोगी भयो भने तपाईँले आफ्नो व्यवसाय राम्रोसँग सञ्चालन गर्न सक्नुहुन्छ। तपाईँले प्राविधिकसँग एकदम सल्लाह गरेर मात्रै त्यो व्यवसाय सुरु गर्नुभयो भने एकदम राम्रो हुन्छ। यदि तपाईसँग पनि केही समस्या अथवा जिज्ञासा छन् भने हामीलाई सोझै सम्पर्क गरेर वा आफ्नो समस्या लेखी पठाउन सक्नुहुनेछ। यसको लागि हाम्रो ठेगाना हो